नमस्कार सम्पूर्ण साथीहरू, म अर्जुन। आज म माइक्रोसफ्ट वर्डमा अर्को भिडियो ट्युटोरियल लिएर उपस्थित भएको छु, जसमा हामी माइक्रोसफ्ट वर्डबाट नै एक्सेललाई कसरी युज गर्ने अथवा माइक्रोसफ्ट वर्डमा कुनै टेबल अथवा केही क्याल्कुलेसन चाहिएको छ, क्याल्कुलेसन गर्नुपर्ने छ, तर माइक्रोसफ्ट वर्डबाट त्यो सम्भव छैन। एक्सेलमा सजिलै गर्न सकिन्छ, तर त्यो एक्सेलमा गरेको कन्टेन्टलाई यता कसरी माइक्रोसफ्ट वर्डमा नै बसेर गर्न सकिन्छ भन्ने बारेमा हजुरलाई ट्युटोरियल बनाउन गइरहेको छु। मैले ब्ल्याङ्क डकुमेन्ट पहिले ओपन गरिसकेको छु वर्डमा। यसलाई दुई तरिकाबाट इन्सर्ट टेबल र एक्सेल स्प्रेडसिटबाट पनि राख्न सकिन्छ, अथवा यो अब्जेक्ट भित्रको माइक्रोसफ्ट एक्सेल वर्कसिट त्यसलाई क्लिक गरेर ओके गर्नुभयो पनि हुन्छ, अथवा टेबलको एक्सेल स्प्रेडसिट। अब यसो याद गर्नुभयो भने टपमा वर्ड छ, वर्डको विन्डो छ, त्यो भित्र एक्सेलको विन्डो छ चाइल्ड विन्डोको रूपमा। त्यही भएर हामी अहिले एक्सेलमा काम गरिरहेको छौँ। यहाँ मेनु पनि हेर्नुभयो अथवा ट्याबहरू हेर्नुभयो भने एक्सेलको अप्सनहरू धेरै छ, फर्मुला, डेटाहरू। अब यसैमा हामी काम गर्छौँ। एकदम बेसिक फर्मुलाबाट सुरु गरौँ। सिरियल नम्बर, आइटम, टिटिवाई, रेट, टोटल भने मैले, र 1 2 एक्सेलमा जसरी काम गर्नुहुन्थ्यो त्यही नै। कीबोर्ड, माउस, मोनिटर, स्पिकर, प्रिन्टर। अब यो चारवटा भने कीबोर्ड 550, माउस 5वटा 7000 को दरले, मोनिटर 6वटा 5500, स्पिकर 5वटा 600 को दरले, प्रिन्टर 8वटा 9000 का दरले भने अब टोटल निकाल्नु पर्यो। सजिलो एक्सेलकै फर्मुला इक्वल फर्मुलाबाटै युज गर्न नि सक्नुहुन्छ। अहिले ल बेसिक छ, क्वान्टिटी टाइम्स रेट आइहाल्यो। एक्सेलको इजी स्टेप, ड्र्याग एन्ड ड्रप यदि गर्नुभयो भने बेसिक क्याल्कुलेसन भइहाल्यो। अब हजुरले यहाँ फर्मुलाहरू, इफ कन्डिसनहरू, यस्तो केही अलि एडभान्स टाइपको क्याल्कुलेसन गर्नु छ भने, अथवा कम्प्लेक्स टाइपको क्याल्कुलेसन गर्नु छ भने पनि एक्सेलको लजिकहरू युज गर्न सक्नुहुन्छ, अथवा फङ्सनहरू युज गर्न सक्नुहुन्छ। अब तपाईँले क्लिक गर्नुभयो बाहिर भन्यो भने ब्याक टु वर्ड हेर्नुभयो भने हामी वर्डमा छौँ न, तर अघि भएको सबै क्याल्कुलेसन अटोमेटिकली छ। अब अलिकति एक्स्ट्रा कुराहरू सिकौँ। यो ग्रिड लाइन आइरहेको छ, बोर्डर जस्तो पनि छैन। अब यसलाई घटाउने बढाउने पनि गर्न सकिन्छ, तर कन्टेन्ट नै घट्ने बढ्ने भइरहेछ। अब यसलाई अपडेटै गर्नु पर्यो भने चाहिँ यही टेबलमा नै डबल क्लिक गर्नु, फेरि ब्याक टु एक्सेल जस्तो जानुहुन्छ हजुर। अब यो ग्रिड लाइन चाहिएको छैन, भ्यूमा जानुहोस्, ग्रिड लाइन हटाइदिनुहोस्, गयो। अर्को एउटा कुरा, यो बाहिरको बाउन्ड्री हजुरले समातेर घटाउने बढाउने गर्न सक्नुहुन्छ, जसले गर्दा तपाईँले एक्स्ट्रा कोलमहरू थप्नु पर्यो भने पनि। त अर्को कुरा, एक रोको कोलमको हाइट विथ पनि तपाईँ आफैले एडजस्ट गर्न सक्नुहुन्छ। जस्तो अहिले मैले यहाँ एउटा ग्रान्ड टोटल थपौँ, त्यस्तै यहाँनिर चाहिँ इक्वल सम, एक्सेलकै फर्मुला। वर्डमा त यो गाह्रो थियो, यहाँ त सजिलो भयो। अब बोर्डर पनि दिनु छ, सिलेक्ट गर्ने डेटालाई होममा अल बोर्डर दिनुभयो, बाहिर क्लिक गर्नुभयो भने भइहाल्यो। अब यो बाउन्ड्री चाहिँ ठुलो भइरहेछ, तपाईँ आफैले आवश्यकता अनुसार यो घटाउने बढाउने गर्न सक्नुहुन्छ है। यो बाउन्ड्री चाहिँ कति राख्ने कति घटाउने तपाईँ आफ्नो इच्छा अनुसार। बाहिर क्लिक गर्नु भने ब्याक टु वर्ड। अब लेट्स से मोर कन्टेन्ट हियर, अरू कन्टेन्टहरू राख्न सकिहाल्नुभयो। माथि इन्टर गर्नुभयो भने माथि जस्तै हेडिङ थप्नु पर्यो, हेडिङ पनि जाने भइहाल्यो। यसरी वर्डमै बसेर एक्सेलमा कम्प्लेक्स फर्मुलाहरू गरेर टेबलमा यता एक्सेलमा भएको कुराहरूलाई वर्डमा ल्याउन सकिने भयो। आशा छ यो भिडियो हेल्पफुल भयो होला। यस्तै भिडियोको लागि मेरो च्यानललाई सब्सक्राइब गरेर सहयोग गरिदिनु होला। साथै यो भिडियो हजुरलाई युजफुल भयो भने, काम लाग्यो भने साथीहरूलाई सेयर गर्नुहोस्, लाइक बटनमा पनि क्लिक गरिदिनु होला। केही कमेन्ट छन् भने कमेन्ट सेक्सनमा
छोडिदिनुहोस्, हजुरको रिप्लाई दिने प्रयास गर्नेछु। धन्यवाद।